गाइज म फेरि आइसकेको छु तपाईँको सामु एउटा सानो भिडियो क्लिप ल्याएर धेरै समयपछि है। आज चाहिँ साइड वकमै आएको थिएँ एउटा सानो भिडियो बनाऊँ भनेर। यो चाहिँ देखिरहनु भएको छ, यो चाहिँ हाम्रो के हो भन्दाखेरि चिल वाटर पाइप्सहरू हो। एक्सटर्नल एरियाको चाहिँ काम भइरहेछ, ऊ एक्सकभेटरले खनिरहेछ होइन। यो किन चाहिँ हामीले इन्स्टल गरे भन्दाखेरि चाहिँ हाम्रो बिल्डिङमा के हुन्छ भन्दाखेरि चिसो पानी चाहिँ हामीले सप्लाई गर्नुपर्ने हुन्छ, जसको कारणले गर्दाखेरि चाहिँ के हुन्छ भन्दाखेरि पछि उसँग इयरहरूसँग चाहिँ इयर तातो हावा हुन्छ नि, त्यसलाई कुल गरेर अनि बिल्डिङमा सप्लाई गर्नुपर्ने हुन्छ, जसको कारणले गर्दा चाहिँ हामीले यो चिल वाटर मिन्स चिसो पानी चाहिँ सप्लाई गर्नुपर्ने हुन्छ। यो जान्छ हाम्रो युटिलिटी ब्लकमा त्यहाँ पम्पहरू हुन्छ, चिल वाटर पम्पहरू हुन्छ, त्यहाँ चाहिँ सबै मेकानिजम हुन्छ होइन। यो चाहिँ हाम्रो के हो भन्दाखेरि एक्सटर्नल एरियाको चाहिँ कामहरू भइरहेको छ होइन। यो कहाँबाट यहाँ चाहिँ कस्तो सिस्टम छ भन्दाखेरि यहाँ टावर सिस्टम छैन। हाम्रो चाहिँ के हुन्छ भन्दाखेरि इम्पावरबाट चाहिँ डाइरेक्ट पानी आउँछ र त्यसको चाहिँ मेन उसमा लाइनमा जोडेर चाहिँ हामीले ल्याउँछौँ है। अनि अर्को यहाँ देख्नुहुन्छ यो म्यानुअल, यो स्युएज म्यानुअल हो होइन। उतापट्टि स्युएज म्यानुअल छ, यतापट्टि काम गरेर पनि ब्याक फिलिङ गरिसकेका छन् है। अनि यसका साथसाथै के पनि भइरहेछ भन्दाखेरि यहाँ एउटा पाइप देख्नुहुन्छ, एचडी पाइप। यो हाम्रो चाहिँ के हुन्छ भन्दाखेरि फायर फाइटिङको लागि हो है। यो फायर फाइटिङको पाइप चाहिँ बिछाइरहेछ साथमा, यसरी काम भइरहेछ, सबै कामहरू भइरहेछ। यता पनि भइरहेछ युटिलिटी ब्लकमा। ब्लकमा चाहिँ अब हाम्रो के भइरहेछ, कन्क्रिटिङ चाहिँ सबै सकिसकेको छ। अब इन्टरनल वर्कहरू बाँकी भइरहेछ, साइमल्टेनियसली सिभिल विथ एमइपी कामहरू चाहिँ भइरहेछ साइड बाई साइड है। भिडियो लामो भएको छ, ठिक छ, म अर्को भिडियोमा ल्याएर आउने छु। आजको लागि चाहिँ यति नै है।